मायाको कुनै भाषा हुँदैन। माया भाषा, संस्कृति र विश्वासका सबै सीमाभन्दा माथि उठ्ने शक्ति हो। यसले हरेक हृदयलाई जोड्छ र मानिसहरूलाई नजिक ल्याउँछ। मायाकै कारणले गर्दाखेरि हाम्रो सम्बन्धहरू राम्रो हुने गर्दछ। यदि माया नहुँदो हो त सायद मानिसहरू एक अर्कासँग नजिक हुन सक्दैन थियो होला। हाम्रो जिउने आधार नै माया भन्दा नै फरक नपर्ला। यही माया कुनै पनि दूरी पगाल्ने र एकता जन्माउने सबभन्दा बलियो सत्य हो। त्यसैले भनाइ पनि छ, जहाँ माया छ त्यहाँ शान्ति हुन्छ, जहाँ माया हुँदैन त्यहाँ रिस राग द्वेष हुन्छ भनिन्छ। भिडियो हेर्नुभएको हो, धन्यवाद।